यो चाहिँ गुन्द्रुक खाँदै गरेको हामीले यसो गरेर गर्नु पर्दो रहेछ होइन गुन्द्रुक चाहिँ बनाउने अनि यहाँ काटा 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 काचा 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 बनाउने रहेछ मेरो काम चाहिँ यो सँगाल्ने अरे मेरो काम चाहिँ यसो गरेर बनाउनु पर्दो रहेछ है गुन्द्रुक कसरी गुन्द्रुकको भाँडो देखेन उसले गुन्द्रुकको भाँडो नदेख्दो अनि यता कुटी 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 गर्नु पर्दो रहेछ अनि यहीँ हाल्दै हुनुहुन्छ उताबाट पनि यता पनि छ यहाँ अलिकति मुला छ पहिला साग लगायो त्यहाँदेखि मुला लगायो अनि साग धोयो कान्छी बुहारी अलिक ढिलो ढिलै छ कान्छी बुहारीले पुरानो भन्दै कम्प्लेन आउँदैछ है सासूबाट छिटो छिटो केरा बुन्नु पर्ने छैन मलाई तर बुन्नु मन छ हौ त्यो पनि केराहरू बुन्नु पर्ने छैन पिठो ल्याएको त मजाको भयो मेरो काम चाहिँ गुन्द्रुक लगाउनेको मेरो काम चाहिँ टकटकाएर यसरी लगाउनु रे यति नै छ मेरो काम चाहिँ आजको मैले चाहिँ लगाउनु हुने रे गुन्द्रुक किनेमा साह्रै मिठो बनाउनुहुन्छ हाम्रो मैले म सिक्दैछु गाउँले तरिकाको मास्नलाई छोडेर अनि सफा भएछ बिहानदेखि गुन्द्रुक पनि मिठो हुन्छ खानु मनपर्छ बनाउनु पनि अलिक त्यस्तै टाइम लाग्छ